अहिले जापानमा भिजादेखि लिएर धेरै कुराहरुमा एकदमै स्ट्रिक्ट गरिरहेको छ। अब यो बेलामा जापानदेखि नेपाल पैसा पठाउँदाखेरि पे फोर एक्स रेमिटेन्स नै किन युज गर्ने त? पे फोर एक्स रेमिटेन्स युज गर्यो भने के फाइदा हुन्छ त? आजको यस भिडियोमा तपाईहरुलाई डिटेलमा भन्नेछु, सो यो भिडियो लास्टसम्म हेर्नु होला, अवश्य फाइदा हुनेछ। सबैभन्दा पहिला पे फोर एक्स रेमिटेन्सको रेट हेरौँ है। कुनै पनि रेमिटेन्सको रेट राम्रो छैन भने त मजा आएन। पे फोर एक्स रेमिटेन्सको आजको रेट 317 मा मैले यो डाटा लिएको हो। आज चाहिँ गुगलको रेट चाहिँ 0.93 छ भने पे फोर एक्स रेमिटेन्सको रेट चाहिँ 0.9225 छ। लगभग गुगलको रेट दिइरहेको छ। अनि खुसीको कुरा के भन्दाखेरि अब पे फोर एक्स रेमिटेन्सले रेगुलर एकदमै गुगलसँग नजिकको रेट, एकदमै राम्रो रेट दिनेछ। अनि अर्को कुरा, अहिले नाम चलेको रेमिटेन्सहरुको रेट फी चाहिँ 1000 येन छ भने पे फोर एक्स रेमिटेन्सको फी चाहिँ 900 येन छ 1 लाखमा। भन्नुको अर्थ अरु रेमिटेन्स भन्दा फीमा पनि अलिकति सस्तो छ। नेक्स्ट अनि इम्पोर्टेन्ट कुरामा जाउँ। पे फोर एक्स रेमिटेन्स युज गर्नुभयो भने तपाईहरुले पेमेन्ट लसन अथवा मिनिस्टप लगायतका कम्पनीहरु युज गरेर डाइरेक्टली लसन या मिनिस्टपबाट नेपालको ब्याङ्कमा पैसा पठाउन सक्नुहुन्छ। यदि तपाईहरुलाई जापानको ब्याङ्कमा ट्रान्ज्याक्सन देखाउन मन छैन, जापानको ब्याङ्क अथवा चुचोमा ट्रान्ज्याक्सनहरु देखाउन मन छैन भने तपाईहरुले पे फोर एक्स रेमिटेन्सबाट डाइरेक्टली लसन युज गरेर नेपालमा पैसा पठाउन सक्नुहुन्छ। भन्नुको अर्थ तपाईको जापानको ब्याङ्कमा कुनै पनि ट्रान्ज्याक्सन देखाउन पर्दैन अथवा हुँदैन यदि तपाईहरुलाई ट्रान्ज्याक्सन देखाउन मन छैन भने। यो चाहिँ पे फोर एक्स रेमिटेन्सको फिचर हो जुन तपाईहरुले मज्जाले युज गर्न सक्नुहुन्छ, स्पेशली यो टाइममा। अनि अर्को कुरा, पे फोर एक्स रेमिटेन्समा त्यति मात्र होइन, अहिले तपाईहरुले पे फोर एक्स रेमिटेन्स एप डाउनलोड गर्नुभयो र मेरो रेफरल कोड 4N4P युज गर्नुभयो भने 1000 येन पनि पाउनुहुन्छ, जुन तपाईहरुले नेपाल पनि पठाउन सक्नुहुन्छ। राम्रो रेट पनि दिइरहेको छ। तपाईहरुको डाइरेक्टली लसनबाट नेपालको ब्याङ्कमा पनि पठाउन सक्नुहुन्छ। तपाईको जापानको ब्याङ्कमा केही तपाईहरुलाई देखाउन मन छैन भने पनि डाइरेक्टली त्यसरी पठाउन सक्नुहुन्छ। प्लस तपाईहरुको मेरो 4N4P रेफरल कोड युज गर्नुभयो भने 1000 येन पनि पाउनुहुन्छ। हेर्नु त यति राम्रो अवसर छ। अनि यो 4N4P चाहिँ कतिखेर हाल्ने भन्दाखेरि तपाईहरुले एप डाउनलोड गरेर अनि त्यसपछि तोरोको गर्ने बेलामा तपाईहरुको पासवर्ड हाल्ने बेला आउँछ। त्यति बेलामा यहाँ इफ यु हैव फ्रेन्ड रेफरल कोड भनेको हुन्छ, त्यति बेला 4N4P हाल्नु भयो भने 1000 येन तपाईहरुले पाउनुहुन्छ। त्यो गर्नु होला। यदि तपाईहरुलाई प्रोसेस थाहा भएन भने मैले स्टेप बाइ स्टेप प्रोसेस पनि बनाएको छु। त्यसको लागि मेरो टिकटकको प्रोफाइलमा एउटा लिंक छ, त्यसमा क्लिक गर्नु होला। त्यसमा क्लिक गरिसकेपछि स्टेप बाइ स्टेप भिडियो र पैसा कसरी पठाउने भनेर मैले लेखेको छु, त्यो हेर्दै गर्नु होला। अनि लास्टमा पे फोर एक्स रेमिटेन्सको रेट सबैभन्दा राम्रो चाहिँ मन्डे देखि फ्राइडे बिहान 10 बजेदेखि बेलुका 6 बजेसम्म राम्रो रेट हुन्छ। सो सकेसम्म मन्डे टु फ्राइडे 10 बजेदेखि 6 बजेको टाइममा पैसा पठाउनु होला। स्याटरडे र सन्डे चाहिँ रेट अलिकति कम हुने भएका कारणले स्याटरडे र सन्डे बाहेक अरु दिनमा पठाउनु भयो भने राम्रो रेटमा पठाउन सक्नुहुन्छ। सो यदि तपाईहरुसँग अरु रेमिटेन्स एप छ भने पनि पे फोर एक्स रेमिटेन्स एप भर्खरै डाउनलोड गर्नु होला। 1000 येन पनि पाउनु होला। अनि तपाईहरुको रेट एकदमै राम्रो हुन्छ, सो युज पनि गर्नु होला। हस्त आजको लागि यति नै। यदि तपाईहरुलाई यो भिडियो इन्फर्मेटिभ लाग्यो भने अवश्य मलाई फलो गर्नु होला। टिल देन सी या।